10 सेट 2082 म्याथको क्लास 10 को पेज 37बाट 7 नम्बरको प्रोबेबिलिटी अथवा सम्भाव्यता सम्बन्धीको 7 नम्बरको प्रश्न यस प्रकार रहेको छ। एक सेट 52 पत्ती तासलाई राम्ररी फिटेर पहिले निकालिएको तास पुनः नराखी एक पछि अर्को गर्दै 2वटा तास निकाल्दा यहाँ चाहिँ के गर्ने भन्दाखेरि 52 पत्ती तासबाट एउटा तास निकाल्ने, एउटा तास निकालेपछि फेरि नराख्ने, त्यहाँ एउटा निकाल्ने र फेरि अर्को 2वटा तास एक पछि अर्को निकाल्ने र पहिलो निकालेको तास नराख्ने। ए नम्बरमा छ कुन अवस्थामा कुनै घटनाको सम्भाव्यता 1 हुन्छ। कस्तो अवस्थामा कुनै पनि घटनाको सम्भाव्यता 1 हुन्छ भन्दाखेरि स्योर इभेन्ट अथवा निश्चित घट्ने घटनाको निश्चित 100% घटना घट्नेको सम्भाव्यता, निश्चित 100% घटना घट्नेको सम्भाव्यता कति हुन्छ त 1 हुन्छ। अब बी नम्बरको प्रश्न, पहिलो तास बादशाह र दोस्रो तास एक्का पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस्। अब यहाँनिर हामीलाई प्रश्नले के भन्छ भन्दै 52 पत्ती तास तान्दाखेरि पहिलो तास एक्का र दोस्रो तास चाहिँ पहिलो तास बादशाह र दोस्रो तास एक्का पर्ने सम्भाव्यता। त्यसो भए प्रोबेबिलिटी अफ बादशाहलाई पहिलो तास बादशाह र दोस्रो तास एक्का भनेको प्रोबेबिलिटी अफ P1 किङ इन्टु P2 मा एक्का इक्वल्स प्रोबेबिलिटी पहिलो तास बादशाह भनेपछि बादशाह जम्मा 4वटा हुन्छ 4/52। अब पहिलो तास एउटा झिकिस बाँकी त 51 र एक्काको सङ्ख्या 4। अब कटाउँदाखेरि 4ले 52लाई 13 4/13 इन्टु 51 बराबर 4/663। देयरफोर पहिलो तास किङ र दोस्रो तास एक्का पर्ने सम्भाव्यता 4/663। अब सी नम्बर प्रश्नमा रातो वा कालो तास पर्ने सबै सम्भाव्यतालाई, रातो वा कालो तास पर्ने सबै सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस्। अब यहाँनिर हेर्ने हो भने जम्मा 26वटा रातो हुन्छ र 26वटै के हुन्छ त कालो तास हुन्छ। जम्मा कति त 52वटा र 52वटा तासबाट तास तान्दा 2वटा घटना घट्छ। एउटा रातो आउँछ र पहिलोचोटि के आयो P1 रेड आयो। रेड आउने सम्भाव्यता कति भन्दा 26/52।
रेड आइसकेपछि यहाँ बाँकी कतिवटा हुन्छ 25 वटा रेड र 26 वटा ब्ल्याक। अब यदि रेड आएन भने कालो पनि आउन सक्छ, प्रोबेबिलिटी फर्स्टचोटि ब्ल्याक आउने पनि कति त 26/52। त्यसो यदि ब्ल्याक आउने हो भने रेडको सङ्ख्या 26 हो, 26, ब्ल्याकको सङ्ख्या चाहिँ 25। पहिलो तास झिक्दा फेरि दोस्रोचोटि झिक्दा पनि रातो पनि आउन सक्छ, कालो पनि। यदि रातो आउने हो भने प्रोबेबिलिटी दोस्रोचोटि रेडै आउने कति त 25/51। पुनः राख्दैन क्या तास। त्यसो भए प्रोबेबिलिटी दोस्रोचोटि कालो आउने कति त 26/51। कालो पनि ब्ल्याक आउन सक्छ। ब्ल्याक आउने हो भने फेरि रेड आउन सक्छ नि, रेड र ब्ल्याक। यदि रेड आउने हो भने प्रोबेबिलिटी अफ दोस्रोचोटि रेड भनेको कति त 26/51। प्रोबेबिलिटी अफ ब्ल्याक हो भने दोस्रोचोटि फेरि 25/51, यो ब्ल्याक। त्यसो यसले के देखाउँछ भन्दाखेरि सुरुमा रेड फेरि रेड, यसले रेड ब्ल्याक, यो इभेन्टले ब्ल्याक रेड, यो इभेन्टले ब्ल्याक दुइटै ब्ल्याक आउने सम्भाव्यता। अब हामीलाई डी नम्बरको प्रश्न सोधिएको छ। प्रश्न नम्बर डीमा दुवै तास एउटै रङका आउने सम्भाव्यता निकाल्नुहोस् भनिएको छ। त्यसो भए प्रोबेबिलिटी अफ दुवै तास एउटै रङका भनेको प्रोबेबिलिटी अफ रेड वा प्रोबेबिलिटी अफ ब्ल्याक। त्यसो भए यहाँ अघि पनि यहाँ थियो, जस्तै प्रोबेबिलिटी अफ रेड कति हो त भन्दा सुरुमा रेड आउने 26/52, त्यसपछि 25/51। यहाँ पनि ब्ल्याक आउने सुरुमा 26/52 इन्टु 25/51। यहाँ कटाउँदा 26 एकान 26 दुना भनेपछि 25/102। यहाँ पनि 25/102। त्यसो भए के भयो त प्रोबेबिलिटी अफ रेड भनेको 25/102 प्लस 25/102, 102 भएपछि 25/25 50। यसलाई डिभाइड गर्ने हो भने 2ले 25, यसलाई 2×5 2 एकान भनेपछि 25/51। तसर्थ देयरफोर प्रोबेबिलिटी अफ दुवै एउटै रङ आउने भनेको 25/51। हस् त, यति भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।